यहाँ हेर्नुहोस् मेरो मन्स्टेरा प्लान्ट अस्तिको यो चाहिँ हाफ मुन आधी अर्कै यसको चाहिँ यहाँनिर चाहिँ अस्ति बिग्रेको जस्तो भएको थियो पापाले पानी छेस स्प्रे गर्नुपर्छ गुबामै हो त्यो चाहिँ कोइला जस्तो मेरो भाँचेर फ्याँकिदिएको थिएँ अनि त्यसले यहाँ अर्को दिँदैछ नयाँ हेर्नु नै लिफ हो नयाँ मजाले आउँदैछ यो चाहिँ यहाँनिर राख्नु भएको छ पापाले राख्नु भएको हो त्यसलाई चाहिँ मैले कम्ती पानी पापाले चाहिँ बेसी हालिहाल्नुपर्छ नि पानी अन्त पानी बेसी भयो भने त जुन पनि कुहिन्छ होइन अनि यो हो मेरो एउटा त्यहाँदेखि अर्को देखाउँछु ल तपाईँहरूलाई यताबाट अनि यहाँ छ यो के हो पिङ्क प्रिन्सेस यहाँनिर राखेको छु यो भर्खर अलिअलि आउँदैछ यहाँनिर भर्खर नयाँ दिँदैछ हो अनि यहाँ छ एउटा आज चाहिँ मैले तपाईँलाई प्लान्ट देखाएको साथीहरू ब्रेकफास्ट सँगसँगै हो अनि अर्को चाहिँ छ यहाँनिर यो चाहिँ मन्स्टेरै हो खै के हो एल्बो सेल्बो म त्यस्तोहरू केही जान्दिनँ बस नाम जानेको त्यो अस्ति हाफ मुन अन्त त्यो पिङ्क प्रिन्सेस वाइट प्रिन्सेसहरूको जानेको यसको पनि हेर्नु न पत्ता निस्केर नयाँ लिफ निस्केर पनि यत्रो भयो फक्रेर कस्तो राम्रो देखिरहेको छ हो म चाहिँ पानी कम्ती हालिदिन्छु नि त यो यहाँ मुनि अलिअलि चिसो छ कि माटो म हाल्दिनँ पानी अस्तिको दिन यति मात्रै हाल्दै कि अलिकति मात्रै कति मजाले राख्नु भएको छ पापाले मोस्टिक पनि अहिले लगाइदिइहाल्नु भएछ यसको आएकै छैन उँभोतिर अझै लामो भएकै छैन हो र पनि पापाले फर्स्ट राखिदिनु भएछ नि त यत्रो भएको छ है साथीहरू मेरो मन्स्टेरा अस्ति ल्याएको पनि देखाएको थिएँ नि तपाईँहरूलाई यही हो अनि अर्को कटिङहरू चाहिँ ल्याएको थियौँ हामी पनि बाँड्नुमा सिपालु छौँ नि त अनि दिइहाल्यौँ एउटा इसारालाई एउटा बहिनीलाई उनीहरूको चाहिँ उम्रेको उम्रेन मैले चाहिँ पानीमा राखेको छु पानीमा राखेको पनि देखाउँछु तपाईँहरूलाई एक पिस चाहिँ पानीमा राखेको छु नि त एउटा चाहिँ त्यसको पनि दिँदैछ सानोबडे स्टिक अन्त एउटा अर्को देखाउँछु तपाईँलाई वाइट प्रिन्सेस ल एकछिन पर्खिनु है यता आउनुहोस् त बाहिर यहाँनिर छ मेरो वाइट प्रिन्सेस के भन्ने चाहिँ मेरै अन्दाजमा नाम भनेको यो चाहिँ मैले साथीहरू आधी वाइट आधी ग्रिन कति मजाको देखिरहेछ यसलाई पनि मस्टिक पापाले लगाइदिनु भएछ राम्रोसँगले पलाएको छैन बिचरा यहाँनिर पलाउँदैछ हो मजाको छ हो तर दाम चाहिँ बेसी लियो अरे मलाई मतिगढामा भन्छ सबैले दोकान माथि दाजुहरूले अब के गर्नु मलाई थाहा भएन मजाको भइरहेको छ साथीहरू अन्त अर्को तपाईँलाई जुन चाहिँ पानीमा डुबाएको छु त्यो पनि देखाउँछु ल तपाईँहरूलाई अनि अर्को पानीमा डुबाएको चाहिँ यहाँ हेर्नुहोस् यो चाहिँ मजाले सानो पिस कटिङ ल्याएको थियो नि त 3 पिस चाहिँ एउटा बहिनी एउटा इसारा अन्त एउटा चाहिँ मैले राखेको थिएँ अनि मेरो चाहिँ यहाँबाट सुट दिँदैछ है हो अर्को मजाले जराहरू पुरा गएको छ ढुङ्गाले थिचेर मैले राखेको छु साथीहरू यो चाहिँ माथिल्लोपट्टि सेडमै राखेको छु बेसी घाम पनि जाँदैन हेर्नु न यहाँनिर यस्तो पानीले मेरो खिड्की सबै पुस्ने बेला भइरहेको छ त्यस्तो भइरहेको छ साथीहरू बस्तीमा एउटा काम गरेपछि अर्को हुँदैन सकिँदैन नि कहिले पनि हुँदैन यतिको उम्रेको छ पलाउँदैछ यहाँ हो कस्तो मजाले सानोबडे आउँदैछ मुना अनि म